जयमसी सबैजनालाई फेरि पनि तपाईँहरूलाई यो हाम्रो बेथल युथ पोडकास्टमा आज नौलो भाग लिकन हाम्रा दिदी तपाईँहरूले देखिहाल्नुभयो उहाँको साथमा आएका छौँ। हुन्छ त परिचयको साथमा उहाँ यो सेवाकाईलाई पुरा गर्नेछौँ अनि यो परिचयद्वारा सुरु गर्नेछौँ। हुन्छ जयमसी दिदी। जयमसी। हुन्छ तपाईँको परिचय बताइदिनुहोस् न। मेरो परिचय चाहिँ यस्तो छ, म चाहिँ मरियम थापा हो अनि मेरो जन्मस्थान भन्नु। हजुर। जन्मस्थान चाहिँ मेरो सिक्किम हो। हजुर। अनि सिक्किममै मैले प्रभु पनि सिक्किममै पाएको हो। कहिले भने 1988 सालमा चाहिँ डिसेम्बर महिनामा 88 होइन 2000 होइन 1986 सालमा चाहिँ सिक्किममा प्रभुलाई पाएको। 88 सालमा चाहिँ बप्तिस्मा लिएको अनि त्यसपछि 2000 होइन 19 कति भन्नाले कतिमा पो स्यामा निक्लेको चाहिँ पहिला चाहिँ सङ्गतिमा बसेको। हजुर। अनि त्यसपछि चाहिँ 3-4 साल सङ्गतिमा बसेर चाहिँ अनि प्रभुको बोलावट पाएर चाहिँ प्रभुको स्यामा निक्लेको। अनि एल्सादाईमा चाहिँ 1994 देखि 2005 बसेको। त्यो 5 बसेको लगाउमा चाहिँ अनि 2005 को मे महिनाको 11 तारिक 10 तारिकमा हुने 11 तारिक चाहिँ पवित्र विवाह भएर अनि म चाहिँ धरान सियोनमा आएको हो। तपाईँको जन्मदेखि नै तपाईँको घरना बाबाआमाको घरना विश्वासी घरना थियो दिदी? होइन, मेरो चाहिँ अन्य जाति घरना हो। हजुर। अनि म मेरो दिदी र आमाले चाहिँ प्रभु पाएको थियौँ। हजुर। यो कुरा चाहिँ कहिलेको घटना? 1986 सालको कुरा। डिसेम्बर 22 तारिक। हजुर। हामीले प्रभु पाएको हो। अनि उसले त्यस्तो पुग्दाखेरि त बाबाले त पाउनु भएन रहेछ? बाबाले पाउनु भएन। अनि बाबाले पाउनु भएन। अनि भाइहरू पनि प्रभुमा थिएन। हजुर। अनि हामी आमा र दुईटा छोरी मात्रै हो। हजुर। उसले त्यस्तो हुँदाखेरि घर परिवारमा तनाव कस्तो थियो? तनाव त धेरै नै थियो। हजुर। बाबाले धेरै विरोध गर्नुहुन्थ्यो अनि गाउँको मानिसहरू सबै विरोधी थियो। हजुर। अनि बाबाले चाहिँ एकदमै हाम्रो घरमा एकदमै सताउनु भएको। अनि घरमै आउनु हुँदैन थियो। हामीले पकाएको हामीले छुको खानु हुँदैन थियो। प्रभुलाई छोड्यो भने मात्रै तिमीहरूको घरमा आउँछु, तिमीहरूले पकाएको छुको खान्छु भनेर भन्नुहुन्थ्यो। भनेपछि बाबा त्यो घरदेखि निक्लियो? हजुर। बाबा चाहिँ यस्तो सर्भिस गर्नुहुन्थ्यो, VLW गर्नुहुन्थ्यो एग्रिकल्चरको। हजुर। अनि एग्रिकल्चरको VLW गरेर उतै क्वार्टरमा उतै बस्नुहुन्थ्यो। अनि हामी चाहिँ बस्तीमा घरमा बस्थ्यौँ। ए हजुर। अनि पछि चाहिँ बाबाले चाहिँ अब हामीले प्रभु पाएपछि चाहिँ धेरै विरोध गर्नुभयो। हजुर। कोही कोही बेला आउनुहुन्थ्यो घरमा आउँदा पनि घरमा बस्नुहुन्थेन, गाउँमा गएर अरूको छिमेकीहरूको घरमा गएर बस्नुहुन्थ्यो। हजुर। त्यसरी अनि हामीलाई चाहिँ धेरै नै समयसम्म एकदम विरोध गर्नुभयो। अनि हाम्रो घरआँगनमा चाहिँ के भयो भन्दा प्रभुलाई पाइसकेपछि चाहिँ एकदमै उहाँले सताइरहनु भयो। तर हामी चाहिँ सङ्गति जान छोडेन। हजुर। अनि सङ्गति गरिरह्यौँ। अनि त्यसपछि 88 सालमा चाहिँ होइन 86 सालमा चाहिँ आमाको फेरि आमालाई प्रभुले उठाउनु भयो। अनि 86 सालमा चाहिँ आमालाई उठाउनु भयो। हजुर। 87 सालमा चाहिँ फेरि आमालाई उठाउनु 86 सालमा आमालाई उठाउनु भएपछि अनि 87 सालमा पहिला चाहिँ भाइलाई उठाउनु भयो। भाइले चाहिँ भर्खर ग्रहण गरेको थियो पछिबाट। अनि त्यसपछि आमालाई अनि आमा पछि चाहिँ फेरि दिदीलाई 88 सालमा चाहिँ 87मा आमा 88मा दिदी 87मा दिदी 88मा होइन 87मा आमा अनि 88मा चाहिँ दिदीलाई प्रभुले उठाउनु भयो। अनि त्यसपछि चाहिँ म एक्लै भयो घरमा। बाबा त हामीसँग बस्नुहुन्थेन। आमालाई प्रभुले उठाएपछि चाहिँ कान्छी आमा ल्याउनु भएर उतै बस्नुहुन्थ्यो। अनि त्यसपछि चाहिँ हामी दिदी र म मात्रै घरमा बसेका थियौँ। अनि त्यति बेला चाहिँ आमालाई प्रभुले उठाउनु भयो। अनि आमा उठाएपछि बाबाले उतै कान्छी ल्याएर बस्नु भएको थियो। अनि हामी दिदीलाई पनि प्रभुले उठाएपछि चाहिँ म एक्लै भएँ। अनि एक्लै हुँदाखेरि चाहिँ
अनि मलाई चाहिँ घरमा बस्नु मन लागेन अनि कन्भोकेसन कालिम्पोङको कन्भोकेसनमा जानुपर्छ भनेर विशेषज्ञले सल्लाह दिनुभयो अनि त्यसपछि कालिम्पोङ कन्भोकेसन आएँ अनि आएपछि चाहिँ फेरि एक दिनको मात्रै कन्भोकेसन भेटेर अनि फेरि मलाई चाहिँ दार्जिलिङमा अन्तुष्कामा लानुभयो अनि त्यहाँनिर चाहिँ यस्तै 17 दिन जति अन्तुष्कामा सम्म अङ्कलहरूसँग आन्टीहरूसँग बसेर सङ्गति गरेँ अनि त्यसपछि फेरि अनि सिक्किम फर्केर चाहिँ एकदमै सिक्किममा गएर फेरि बाबाको घरमा जाँदाखेरि चाहिँ बाबाले चाहिँ अन्तिम निर्णय गर्नु भन्नुभयो अब तिमी चाहिँ प्रभुलाई छोडेर फर्केर आउनुपर्छ अब अन्य के अरे हिन्दू हुनुपर्छ के अरे भनेर चाहिँ त्यसरी भन्नुभयो अनि त्यसो भन्दाखेरि चाहिँ मैले चाहिँ प्रभुलाई म छोड्दिनँ भनेर भने अनि त्यति बेला चाहिँ म भर्खर पढ्दै थिएँ क्लास 9 पास गरेको थिएँ अनि अब बाबाले भन्नुभयो अब तैँले चाहिँ प्रभुलाई छोडिस् भने मात्रै तँलाई पढाउँछु तैँले डक्टर पढ्छु भन्छस् भने पनि तँलाई पढाउँछु तर तैँले अब प्रभुलाई छोड्दैनस् तेरो प्रभुलाई छोड्दैनस् भने चाहिँ तँलाई चाहिँ तँ एउटा अन्डा फुट्यो अब तँलाई घरबाट यहाँ घरमा बस्नु हुँदैन हाम्रो कुनै कुरा मिल्दैन भगवान्हरू पनि रिसाएको छ तैँले विश्वास गरेको कारणले गर्दा तँ चाहिँ यहाँ बस्नु हुँदैन भनेर चाहिँ भन्नुभयो अनि मैले भने म त घर पनि छोड्दिनँ पढ्नु पनि छोड्दिनँ प्रभुलाई पनि छोड्दिनँ भनेर 3टा कुरा भन्दाखेरि चाहिँ उहाँले भन्नुभयो तैँले चाहिँ एकदमै प्रभुलाई छोडिस् भने मात्रै तँलाई पढाउने डक्टर पढ्छु भन्छस् भने पढाउने तैँले दामी दामी सुन चाँदी मागिस् भने पनि दिने दामी दामी लुगाहरू मागिस् भने पनि दिने तर प्रभुलाई चाहिँ छोड्नुपर्छ भनेर भन्नुभयो अनि त्यसो भन्दाखेरि चाहिँ म चाहिँ पटक्कै प्रभुलाई चाहिँ छोड्नु सक्दिनँ भनेर भन्दाखेरि तँ चाहिँ अब सधैँभरिको लागि एउटा अन्डा फुटिस् अब तेरो र हाम्रो सम्बन्ध हुँदैन अब तँ चाहिँ घरबाट निस्केर जा तँलाई जहाँ जानु मन लाग्छ तँलाई बाइबलले मोहनी लगाएको रहेछ तँ चाहिँ अब यहाँ हामीसँग बस्नु पाउँदैनस् भनेर भन्नुभयो अनि त्यसपछि अनि त्यति बेलाको समयमा 20 रुपियाँ भाडा दिनुभयो अनि म चाहिँ घरबाट निस्केर अनि गएँ अनि गएपछि चाहिँ यता गिबोन गेजिङ भन्ने ठाउँमा चाहिँ त्यहाँनिर चाहिँ हाम्रो विश्वासीहरू हुनुहुन्थ्यो अनि उहाँहरू भएको ठाउँमा गएँ अनि त्यहीँ बसेँ अनि उहाँहरूले चाहिँ मलाई अब 1 वर्षसम्म तिमीले अब बाबाले त्यस्तो गरिहाल्नु भयो केही छैन तिमीलाई अब हामी 1 वर्षसम्म चाहिँ यहाँनिर राखेर पढाउँछौँ भनेर चाहिँ क्लास 10 चाहिँ मैले त्यहाँनिर पढेँ लिङचोम भन्ने स्कुलमा बसाइ चाहिँ लिङचोममै थियो त्यहाँनिर हनक शर्मा परिवारसँग बसेर अनि म 1 वर्ष पढेँ अनि त्यसपछि 10 क्लास त्यहाँनिर पढेँ अनि 10 चाहिँ सक्सेस भएन म बिरामी भएँ एक्जाम हुने बेलामा पढ्नु राम्रो पाएन अनि त्यहाँ सक्सेस हुन सकेन अनि र उहाँहरूसँगै बसिरहेको थिएँ अनि पछिबाट चाहिँ उता के अरे नाम्चीको सेवा घरमा चाहिँ त्यहाँनिर हामी गयौँ अनि त्यहाँनिर अङ्कलहरूले भन्नुभयो अब यहाँ सेवा घरमा त्यति बेला नाम्चीको सेवा घर चाहिँ बन्द थियो ताला लगाइरहेको थियो पहिला चाहिँ प्रकाश बढी हुनुहुन्थ्यो रहेछ अनि उहाँहरू चाहिँ त्यहाँबाट अर्कै ठाउँमा सर हुनुभएको रहेछ अनि हामीलाई त्यहाँनिर राख्नुभयो म र तबिता भन्ने दिदी गएको थियौँ अनि हामीलाई चाहिँ त्यहाँ सङ्गतिमा तिमीहरू यहाँ सेवा घरमा बस्दै गर भनेर भन्नुभयो अङ्कलहरूले त्यहाँको नाम अङ्कल आन्टीहरूले अनि त्यहीँ बस्यौँ 2 जना अनि त्यसपछि कति 1 वर्ष जति बस्यौँ मलाई सँगै अनि त्यसपछि हामी बिहान प्रचार गर्नु जान्थ्यौँ दिनभरि घर गएर प्रचारहरू गर्थ्यौँ दिदीबहिनी अनि बेलुका आउँथ्यौँ त्यसो गर्दै सेवा नभएको दिन चाहिँ प्रिचिङमा जान्थ्यौँ भएको दिन चाहिँ घरमै बस्थ्यौँ अनि त्यसरी गर्दै समय बित्दै गयो 1 वर्ष जति भयो अनि त्यसपछि चाहिँ हाम्रो कालिम्पोङबाट हामी 2 जना उस्तै केही नजान्ने व्यक्तिहरू थियौँ प्रभुको घरमा बसेर के गर्नुपर्छ कसो गर्नुपर्छ केही थाहा थिएन किनभने सेवा घरमा हामी कहिले बसेको थिएनौँ पहिलोचोटि नाम्चीको सेवा घरमा अन्टोग्रेपमा गएर बस्यौँ अनि प्रचारहरू गर्नु जान्थ्यौँ अङ्कलहरूले भन्नुहुन्थ्यो तिमीहरू ट्र्याक्सहरू बाँड्नु जाऊ भनेर अनि किताब ट्र्याक्सहरू बोकेर गाउँ घर जान्थ्यौँ बाँड्थ्यौँ अनि बेलुकी आउँथ्यौँ त्यसो गर्दै अनि समय बित्दै गयो अनि हामीले प्रार्थना गर्न थाल्यौँ तबिता दिएर मैले बहिनी अब हामीलाई त सिकाउने मान्छे कोही पनि छैन प्रभुको घरमा कसरी बस्ने के गर्ने हामी जवान छोरीहरू हामी त्यो पनि जान्दैनौँ अब अलिक हामीभन्दा अलिक के अरे अलिक बढीहरूलाई अलिक अनुभव भएको बढीहरूलाई चाहिँ बोलाउनु पर्छ होला हाम्रो प्रार्थना गरौँ हामीले भनेर पनि साध्य हुँदैन
हामीले प्रार्थना गरौँ, प्रभुमा असम्भव हुँदैन बहिनी भनेर दिदीले भन्नुभयो। अनि हामी दुईजना प्रार्थना गर्न थाल्यौँ। अनि प्रार्थना गर्दा गर्दा पछि चाहिँ प्रभुको अचम्मको काम भयो। अनि हामीलाई बडीहरू पठाइदिनु भयो कालिम्पोङबाट, सुमित्रा बडी र सावित्री बडीहरू पठाइदिनु भयो, सुकु दिदी। अनि यसरी हामी 3 जना दिदीहरू बडीहरू आउनुभयो उता नाम्चीमा। अनि हामीलाई सिकाउनुहुन्थ्यो, प्रार्थना गर्नु सिकाउनुहुन्थ्यो, बाइबलहरू यसरी पढ्नुपर्छ भनेर, राति होल नाइट बस्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो। अनि बिहान पनि राति 12 बजीसम्म प्रार्थनामा बस्थ्यौँ। अनि बिहान पनि 4 बजी उठेर प्रार्थना गर्थ्यौँ। अनि त्यसरी गर्दै गर्दै अनि पारिवारिक सेवा 6 बजीदेखि 7 बजीसम्म। अनि बिहान 4 बजीदेखि 6 बजी बज्नु आँट्दा चाहिँ हामी फेरि पारिवारिक सेवाहरू गर्थ्यौँ। त्यसो गर्दै बडीहरूले सिकाउनु भयो। अनि त्यसपछि 1 वर्ष फेरि बसेर अनि त्यसपछि चाहिँ मलाई र सुमित्रा बडीलाई चाहिँ कालिम्पोङ पठाउनु भयो त्यहाँको अङ्कलहरूले। अनि त्यसपछि म कालिम्पोङमा आएर एक हप्ता बसेँ। अनि त्यसपछि मलाई फेरि जयगाउँ पठाउनु भयो। जयगाउँमा हाम्रो प्रार्थना भवनमा आसवन अङ्कल आन्टीहरूसँग। अनि त्यसपछि जयगाउँमा बसेँ। अनि त्यहाँनिर सेवा गर्दै जाँदाखेरि धेरै प्रकारको कठिनाइहरू थियो, मतलब मण्डलीमा पनि। अनि आफ्नो शरीरले पनि कति दुःख भयो। मेरो एउटा खुट्टाको बिमार थियो। अनि त्यो बिमार चाहिँ एकदमै बल्झी बस्थ्यो। धेरै दुःख पीडाहरू सहँदै पनि प्रभुले मलाई सहायता गर्नुभयो त्यहाँनिर। अनि 3 वर्ष जति बसेर सेवा गऱ्यौँ। अनि त्यसपछि चाहिँ अनि मलाई कालिम्पोङको मेरी बडीले चाहिँ उता झिकाउनु भयो कालिम्पोङमा। अनि अर्को नानालाई त्यता ललिता भन्ने नानालाई चाहिँ जयगाउँ पठाउनु भयो, मलाई चाहिँ कालिम्पोङमा झिकाउनु भयो। किनभने म चाहिँ एकदमै कमजोर भइसकेको थिएँ, त्यसै कारणले गर्दाखेरि चाहिँ। अनि कालिम्पोङमा झिकाउनु भयो बडीले। अनि त्यसपछि म कालिम्पोङमै बसेर सेवा गरेँ। अनि 1 वर्ष जति चाहिँ मलाई काम गर्नु पनि लाउनु भएन, म धेरै नै कमजोरी भएको थिएँ। अनि काम गर्न पनि नसक्ने अनि बडीले पनि लाउनु भएन, किनभने कालिम्पोङमा धेरै दिदीबहिनीहरू पनि थियो। अनि मलाई चाहिँ एकदमै 1 वर्षसम्म चाहिँ रेस्टै दिनुभयो। अनि त्यसपछि कालिम्पोङमै म बसेँ। अनि पछिबाट चाहिँ नाम्चीको अङ्कलहरू आउनुभएको थियो मलाई लानुको लागि। अनि के अरे नाम्चीको अङ्कलहरूले जानुपर्छ अब भनेर भन्नुभएको थियो। अनि मेरी बडीले भन्नुभयो, अब अङ्कलहरूलाई भन तिमीले, म यहीँ कालिम्पोङमै बस्छु, बडीले यतै यतै बस्छ भनेर भन्नुहुँदैछ, तिम्रो अङ्कलहरूलाई भन तिमीलाई लानु आउनु भएको छ भनेर भन्नुभयो। अनि म कालिम्पोङमा नै बस्नुपर्छ अरे, बडीले त्यस्तो भन्नुभएको छ अङ्कलहरू भनेर। अनि अङ्कलहरूलाई भन्दाखेरि अनि अङ्कलहरू 3-4 जना आउनुभएको थियो। अनि छक्कै पर्नुभयो, तिमीलाई हामीले लानु आएको तर तिमी अब जाँदैनौ भने ठिकै छ, यहाँ पनि प्रभुको सेवा हो भनेर भन्नुभयो। अनि त्यसपछि उहाँहरू फर्केर जानुभयो। म चाहिँ अनि कालिम्पोङमै बसेँ। मेरी बडीसँग धेरै सेवाहरू गर्ने मौका पाएँ। बडीले यता पश्चिम नेपालतिर ल्याउनु भएको थियो। 2000 सालमा हामी बुटोलतिर कृष्णनगरतिर हामी सेवा गऱ्यौँ। अनि त्यहाँनिर 1 महिना 2 महिना जति सेवा गरेर अनि हामी फेरि कालिम्पोङ फर्क्यौँ। अनि पछिबाट फेरि पञ्चनाथ बडाहरूसँग टोली नै थियो, उहाँहरूसँग पनि हामी आयौँ। अनि फेरि पश्चिम नेपाल सुर्खेतदेखि हामी भिजिट गर्दै सेवा गर्दै त्यति बेला 16वटा मण्डली थियो पश्चिम नेपालमा। अनि त्यो मण्डलीहरू पोखरासम्म हामी गयौँ। अनि त्यहाँदेखि फेरि अर्कोचोटि आयौँ शान्ति बरबरा दिदीसँग। अनि शान्ति बरबरा दिदीसँग आउँदाखेरि सुर्खेतदेखि सुरु गरेर बाक्लुङसम्म म चाहिँ त्यहाँसम्म गएँ। दिदीहरू चाहिँ फेरि जलजलासम्म माथि जानुभयो, मलाई चाहिँ लानु भएन किनभने मेरो खुट्टाको बिमारको कारणले गर्दा हिँड्नु सक्दैन भनेर लानु भएन। अनि म चाहिँ बाक्लुङमा बसेर त्यहाँ सेवाघरमा बसेर कामहरू सघाउँदै त्यहाँनिर सेवा गर्दै बसेँ। अनि 15-22 दिनमा माथि जलजला जानेहरू झर्नुभयो तल। अनि शान्ति बरबरा दिदी सबै आउनुभयो, तर दिदी एकदमै सिरियस बिरामी हुनुभयो। अनि त्यहाँनिर बाक्लुङमा अनि त्यसपछि चाहिँ 3-4 दिन त्यहीँ बस्यौँ। अनि त्यसपछि दिदी एकदम सिरियस हुनुभएको कारणले गर्दा अनि दबाई पानीले पनि काम नगरेको कारणले गर्दा
पोखराको सलोमन अङ्कललाई चाहिँ मैले फोन गरेँ अनि दिदी यस्तो यस्तो साह्रो हुनुहुन्छ के गर्नु भनेर भन्दाखेरि चाहिँ उहाँहरूले भन्नुभयो दबाईहरू यस्तो यस्तो नामको दबाई दिनु भनेर भन्नुभयो अनि त्यो नामको दबाईहरू किनेर खुवाउँदा पनि सन्चो भएन अनि त्यसपछि चाहिँ फेरि फोन गर्दाखेरि चाहिँ गाडी रिजर्भ गरेर ल्याउनु दिदीलाई भनेर भन्नुभयो अनि गाडी रिजर्भ गरेर फेरि पोखरा लग्यौँ अनि पोखरामा पुगेपछि फेरि अनि मणिपाल हस्पिटलमा शान्ति बराबर दिदीलाई हस्पिटलमा एडमिट गर्नुभयो अनि त्यसपछि दिदीलाई त्यहाँ स्याहार्दै बस्यौँ अनि त्यसपछि मलाई पनि फेरि मेरो खुट्टा बल्झ्यो एकदमै धेरै साह्रो पऱ्यो त्यहाँनिर अनि मलाई पनि हस्पिटल लानुभयो अनि दबाई पानी लिएर म चाहिँ हस्पिटलमा एडमिट भएर चाहिँ बसिनँ तर दबाईहरू लिएर आएर चाहिँ त्यही सेवा घरमै अनि खाँदै बसेँ अनि त्यसपछि शान्ति बराबर दिदी छुट्टी भएर आउनु भएपछि धेरै समयसम्म त्यहाँनिर पोखराको पनेल प्रार्थना भवनमा हामी बस्यौँ अनि त्यसपछि दिदी अलिअलि सन्चो हुन थालेपछि भिजिटहरू गऱ्यौँ अनि त्यसपछि अनि अब कालिम्पोङमा फेरि फर्केर जाने समय आयो अनि हामी दुईजनालाई पठाउनु भयो अनि त्यति बेला पनि म चाहिँ त्यति सन्चो भएको थिएन खुट्टा दुखिरहेको थियो र पनि त्यतिकैमा हामी कालिम्पोङ गयौँ अनि एकै दिनमा कालिम्पोङ पुगेर अनि त्यहीँनिर फेरि हामी सेवा गर्न थाल्यौँ अनि त्यसरी सेवा गर्दै बस्दै रहँदाखेरि चाहिँ के भयो भन्दाखेरि 2005मा चाहिँ 2004मा पनि म विवाह सम्बन्धी कुराहरू आएको थियो मेरो विषयमा अनि त्यति बेला चाहिँ हामी उता तुरुक सुम्बुक भन्ने ठाउँमा सिक्किमकै त्यहाँनिर गएको थियौँ सेवामा नाम्चर दिदीसँग अनि त्यति बेला चाहिँ भन्नुभयो एक हप्ताभित्रमा चाहिँ विवाहको सम्बन्धमा चाहिँ खबर गरिहाल्नु पर्ने अरे स्वतन्त्र यस नो भनिहाल्नु पर्ने अरे भन्ने कुराहरूमा आएको थियो अनि प्रार्थना गऱ्यौँ अनि हामी चाहिँ सेवामै व्यस्त भयौँ अनि भिजिट प्रचारमा दिउँसो जान्थ्यौँ अनि बेलुकी घर आउँथ्यौँ फेरि बेलुकी पनि सेवा गर्थ्यौँ अनि त्यसो गर्दै समय बित्यो त्यहाँदेखि त्यहाँ कति 2 हप्ता 3 हप्ता जति बसेर चाहिँ हामी फेरि कालिम्पोङ फर्केर गयौँ अनि त्यसपछि त्यतिकै त्यो कुराहरू टरेर गयो अनि त्यहाँदेखि त्यतिकै ढुक्कैसँग सेवा नै गरिरहेको बेलामा फेरि अर्को वर्ष चाहिँ के अरे दानियल अङ्कलले मलाई भन्नुभएको थियो के अरे आन्टीले चाहिँ बोलाएर भन्नुभयो अनि अब बहिनी तपाईँको के विचार छ बिहा गर्ने विषयहरूमा भनेर भन्दाखेरि चाहिँ मैले भने म त बिहा नगरिकनै सेवा गर्ने भनेर सोचेको छु पहिलाको बढियाले जसरी गर्यो उनीहरूले सक्यो म पनि अब विवाह नगरिकन सेवा गर्छु भनेर चाहिँ मैले उहाँलाई भने अनि आन्टीले प्रार्थना गर्नु बहिनी अब त्यो चाहिँ तिम्रो इच्छा हो तर प्रभुको इच्छा चाहिँ के छ भनेर अनि भन्नुभयो अनि म चाहिँ गर्दै गर्दिनँ विवाह चाहिँ भनेर भने अनि त्यतिकै त्यो कुराहरू त्यतिकै रहिरहेको थियो अब चाहिँ त्यो विवाहको कुराहरू आउँदैन होला भनेर मैले सोचिरहेको थिएँ अनि सेवामा व्यस्त थियौँ हामी अनि एक दिन चाहिँ फेरि मेरो बाबा बिमारी हुनुभएको रहेछ सिक्किममा अनि बाबा बिमारी भएको कारणले गर्दाखेरि म चाहिँ गएँ बाबालाई भेट्नु अनि भेट्नु जाँदाखेरि चाहिँ नाम्चीको सेवा के अरे त्यहाँनिर हस्पिटलमा चाहिँ एडमिट हुनुहुन्थ्यो अनि त्यहाँनिर गएर बाबालाई स्याहार सुसार गरेँ अनि त्यसपछि फेरि मलाई अनि कालिम्पोङमा एक दिनको लागि भए पनि बोलाइ पठाउनु भयो अनि बोलाउँदाखेरि चाहिँ विवाहको सम्बन्ध कुराहरू गएको रहेछ यहाँ धरानबाट चाहिँ अनि त्यसपछि बडाले अङ्कलहरूले भन्नुभयो टेन्डुप अङ्कलहरूले भन्नुभयो तिम्रो लागि विवाहको प्रस्ताव आएको छ अब के गर्छ यो चाहिँ तिमीलाई के अरे तिमीलाई चाहिँ यो चाहिँ प्रभुबाट आएको भनेर हामी चाहिँ ठान्छौँ तिमीले चाहिँ के भन्छौ यो विषयमा भनेर भन्नुभयो अनि मैले चाहिँ केही पनि भन्नु सकिनँ म विवाह नगरी सेवा गरौँ भनेको भनेर चाहिँ भने अनि त्यसपछि होइन विवाह गरेर पनि प्रभुको सेवा हो भनेर भन्नुभयो अनि त्यसपछि अनि यो चाहिँ प्रभुको इच्छा हो भनेर भन्नुभयो बडाहरूले पनि त्यहाँको ठुलो बडा के अरे प्रेमा बडाले पनि अनि प्रभुको इच्छा भनेर हामी चाहिँ ठान्छौँ अनि बहिनी भनेर भन्नुभयो अनि अकुले पनि टेन्डुप अकुले पनि भन्नुभयो अब यो चाहिँ हामी प्रभुको इच्छा हो भनेर ठान्छौँ किनभने यो चाहिँ मण्डलीबाट आएको कुरा भएको कारणले गर्दाखेरि चाहिँ यो कुरा चाहिँ हामी इन्कार गर्नु सक्दैनौँ भनेर भन्नुभयो अनि त्यसपछि तिमीले अब यो कुरामा चाहिँ तिमीले नो चाहिँ भन्नु हुँदैन जस्तो लाग्छ तिमीले यस नै भन्नुपर्छ भनेर भन्नुभयो अनि त्यसपछि
अब हामी चाहिँ यस नै भनिदिन्छौँ है, अब उताबाट खबर सोध्यो भनेर भन्नुभयो अनि मैले हुन्छ भने अनि त्यसपछि म त अहिले झट्टै हुँदैन होला मेरो विवाह भनेर सोचेको थिएँ, तर 1 महिनाभित्रमै विवाह हुने कुराहरू भएको रहेछ है। अनि म चाहिँ फेरि मेरो बाबा बिमारी हुनुहुन्थ्यो, उता गएँ सिक्किममा, अनि फेरि पछि आएँ। अनि त्यसपछि चाहिँ विवाहको कुरा फिक्स भइहालेछ, फेरि एकपल्ट फिक्स भइसक्यो भनेर खबर दिनुभयो मलाई। अनि त्यसपछि अनि म चाहिँ प्रार्थनै गरिरहेको थिएँ अलिक पछि समय अझै 3-4 महिना 5 महिना जति पछाडि हुन्छ होला भनेर, र 1 महिनाभित्रमै मेरो विवाहको फिक्स भएर पनि अनि मे महिनाको 2005 को मे महिनाको 10 तारिक मङ्सिर 11 तारिक मेरो विवाह कालिम्पोङ एल्सोदाईमा सम्पन्न भयो। यहाँनिर प्रभुको दास चाहिँ कमल थापा उहाँ जानुभएको थियो, अनि यहाँको प्रीति दाजुहरू अनि यहाँ बडाहरू गएर अनि मलाई चाहिँ पवित्र विवाह गरेर त्यति बेला ल्याउनु भयो। अनि त्यसपछि चाहिँ म अनि 2005 देखि यहाँनिर बसेँ 5 वर्ष जति। अनि त्यसपछि 5 वर्ष जति भन्दा पनि त्योभन्दा अगाडि बिहा भएको यस्तै 6-7 महिना पछाडि होला हामीलाई फेरि उता पठाउनु भयो गाईघाट। अनि गाईघाटमा पठाउँदाखेरि चाहिँ म चाहिँ बिरामी थियो। अब जस नानी ठुलो छोरा चाहिँ 3 महिनाको थियो। अनि त्यसपछि गयौँ, अनि त्यसपछि नानी उल्टा बसेको छ भनेर यहाँ कोपा क्याम्पमा भन्नु भएको कारणले गर्दाखेरि उपचार देखाउनुको लागि चाहिँ यतै आइरहनु पर्थ्यो। अनि एक दिन हामीले उताबाट यता आयौँ, अनि आउँदाखेरि चाहिँ यस्तै कति 5-6 महिना भएको थियो होला आउँदै, 5-6 महिना त्यस्तै 5 महिना भएको थियो होला। अनि यहाँनिर याम बडाले भन्नुभयो अब मरियमको चाहिँ नानी पनि उल्टा बसेको छ भनेर भनेको छ पेटमा, त्यस कारणले गर्दा अब यिनीहरू चाहिँ गाईघाट जाँदैन, अब यहीँ सियोनमै बस्छ भनेर सूचना गर्नुभयो। अनि त्यसपछि हामी चाहिँ जाने गरी नै आएको थियौँ, एकैचोटि आएको थिएनौँ, यहाँ देखाउनु मात्रै आएको थियौँ। अनि त्यसो भनेर भन्नुहुँदाखेरि चाहिँ अनि हामी फेरि जबरजस्ती गयौँ न गाईघाट, अनि यहीँ बस्यौँ। अनि बच्चा जन्मेपछि 11 महिनाको हुँदाखेरि चाहिँ फेरि हामीलाई यता प्रकाशपुर पनेल यता पठाउनु भयो। अनि हामी प्रकाशपुर गयौँ परिवारसहित। अनि त्यसपछि नानी त्यहाँनिर अलिक ठुलो भएपछि फेरि सानो बच्चा पनि पेटमा आयो। अनि त्यसपछि फेरि हामी त्यहाँनिर 2 वर्षसम्म पनेल प्रकाशपुरमा सेवा गरेर अनि त्यसपछि फेरि हामीलाई यता सियोनमै बोलाउनु भयो, यहाँ धरान सियोनमा। अनि यहाँ आयौँ। अनि यहाँ आएपछि चाहिँ फेरि बच्चा जन्मियो। अनि जन्मेपछि चाहिँ नानी चाहिँ मेरो सानो छोरा चाहिँ एकदमै रोगी रहेछ, थाहा भएन है। अनि बच्चा जन्मेको 9 दिनको दिनमै एकदमै साह्रो बिमारी भएर फेरि हस्पिटल लग्यो। लाँदाखेरि चाहिँ एकदमै ऊ चाहिँ मुटुको समस्या रहेछ, तर डक्टरले हामीलाई खुलस्त भन्नु भएन। अनि एकदमै रुने, एकदम दुध खाएपछि चिच्याउने, रातो यस्तो गालाहरू पहेँलो रातो हुने, हरियो निलो हुने त्यस्तो हुन्थ्यो। अनि त्यहाँदेखि देखाउनु लाँदाखेरि चाहिँ डक्टरहरूले चाहिँ मुटुको समस्या भनेर भन्नु भएन, तर उहाँहरूलाई चाहिँ थाहा थियो रहेछ। अनि त्यहाँदेखि त्यसो गर्दै उपचार गर्दै ल्याउँदै गऱ्यौँ। अनि पछि फेरि साह्रो भयो। अनि त्यहाँदेखि यहाँबाट फेरि देखाउनु लग्यौँ, लाँदाखेरि चाहिँ हस्पिटलमा आइसियूमा पहिला चाहिँ वार्डमै राख्यो। अनि त्यसपछि आइसियूमा लगेको थियो। अनि आइसियूबाट निकालेर फेरि वार्डमा राख्यो। अनि त्यसपछि छुट्टी दिनुभएको थियो, अब काठमाडौँ लानु यहाँ हुँदैन भनेर भन्नुभएको थियो। अनि फेरि हामी छुट्टी लिएर यहाँ घरमा आयौँ। अनि आउँदाखेरि त एकदमै नानी त छुट्टी त भयो, सन्चै भएन, उल्टी गरेकै डाइरिया गरेकै गर्यो। अनि त्यसपछि अनि उसको बाबा चाहिँ फेरि सेवामा यताउति हिँडिरहनु पर्ने, सेवामै जानुपर्ने। अनि म त रातभरि नानी रोयो त्यो दिन, अनि उल्टी गरेकै। अनि हस्पिटलबाट आएको राति चाहिँ अनि म त अब रातभरि उहाँ हस्पिटलमा धेरै निन्द्राहरू नपुगेको कारणले गर्दा नानीसँगै म चाहिँ सुतेँ। अनि त्यहाँदेखि नानीलाई दबाई खुवाउनु चाहिँ मैले खुवाउनु पर्थ्यो रहेछ, तर मैले दबाई खुवाइनँ। अनि के अरे नानीको बाबालाई चाहिँ तपाईँले दबाई खुवाइदिनुहोस् भनेर भने। अनि त्यसपछि अनि त्यसरी भन्दाखेरि चाहिँ उहाँले चाहिँ ओभरडोज दबाई खुवाइदिनु भएछ नानीलाई है। डक्टरले जति भन्नुभएको थियो त्यति भन्दा पनि त्यसको डबल धेरै खुवाइदिनु भएछ। अनि नानी त झन् साह्रो भयो।
उल्टी गरेकै झन् साह्रो भयो। अनि त्यसपछि राति 2 बजी राति चाहिँ हामीले यहाँ अटो बोलाएर चाहिँ गयौँ हस्पिटल। अनि हस्पिटल जाँदाखेरि चाहिँ हस्पिटलको मान्छेले नानी लिनै मानेन। अनि लिन मानेन, डक्टरहरू कसैले पनि वास्ता पनि गरेन, कसैले सिटहरू पनि दिनु भएन। अनि हामी चाहिँ कति 2 बजी रातिदेखिको बसेकै गऱ्यौँ। अनि भोलिपल्टको 3 बजी हो कि 2 बजीसम्म अनि हामीलाई वास्तै गरेन, उभिएकै गरेर बसेको छौँ। बस्ने रकम छैन इमर्जेन्सीमा है। अनि त्यसपछि चाहिँ अनि त्यहाँदेखि डक्टरहरू सानो डक्टरहरू मात्रै हुनुहुन्थ्यो, ठुल्ठुलो डक्टरहरू पनि हुनुहुन्थेन। अनि हाम्रो नानी त एकदमै साह्रो भइसक्यो, आएको पनि राति 2 बजी नै आएको। यस्तो अब के हामीलाई हुँदैन भन्नुहोस् कि हाम्रो नानीको उपचार गरिदिनुहोस् भनेर भन्नुभयो नानीको बाबाले। अनि चाहिँ एउटा डक्टरले चाहिँ कराउनु भयो, के अरे तपाईँहरूलाई यो नानी कहाँ लानु भनेर डिस्चार्ज दिएको थियो, लानुभयो काठमाडौँ लानु भनेको थियो होइन भन्दै कराउनु भयो। अनि त्यसपछि होइन हामी लाने पक्षमै छौँ, तर अहिले नै झट्टै चाहिँ अब हुन सकेन, साह्रो भएर फेरि यहीँ लिएर आएको भनेर भन्दाखेरि चाहिँ अनि बल्ल फेरि आइसियुमा पठाउनु भयो। अनि आइसियुमा राखेपछि चाहिँ अनि 3 दिन कि 4 दिन आइसियुमा राखेपछि चाहिँ अनि त्यहाँदेखि फेरि छुट्टी दिएर वार्डमा सारे। अनि त्यसपछि चाहिँ अनि अब चाहिँ तपाईँहरूले काठमाडौँ लगेन भने चाहिँ तपाईँको बच्चा चाहिँ ठिक हुँदैन, भनेको कुरा हामीले भनेको कुरा किन मान्नु भएन भनेर अबदेखि चाहिँ हामी चाहिँ अब यो नानीको उयो गर्दैनौँ, हामी चाहिँ यो नानीलाई अब तपाईँहरूले यहाँ नल्याउनु यस्तो भनेर भन्नुभयो। अनि त्यसपछि ल्याएपछि नानीलाई छुट्टी भएर यहाँ घरमा ल्याएपछि चाहिँ अनि प्रार्थना गरेर अनि धेरै यताउति प्रार्थना गरेर सरसल्लाह गरेर अनि काठमाडौँ लग्यौँ। अनि काठमाडौँ लगेपछि चाहिँ त्यसरी गाडीमा पनि लानु नहुने होइन, गाडीमा चढ्नै नहुने। अनि एरोप्लेनबाट भएर विराटनगरबाट लग्यौँ। अनि लगेपछि अनि उता उपचार भयो। अनि भएपछि फेरि 2 महिनापछि फेरि ल्याउनु भनेर भन्नुभयो। अनि त्यसपछि अनि 2 महिनापछि ल्याउने भन्दा अब ओहोर गराउनु गाह्रो हुन्छ, अब एरोप्लेनमा चढ्नु पर्ने होइन, लाँदाखेरि गाडीमा नहुने। अनि त्यसपछि फेरि आएपछि अनि होइन उतै बस्यो। म चाहिँ नानीको बाबा चाहिँ फर्केर आउनुभयो, मलाई चाहिँ गोसेनमा राख्नुभयो। अनि म 2 महिना त्यहीँ बसेँ सेवा घरमा। अनि त्यसपछि फेरि 2 महिना पुगेपछि चाहिँ फेरि उपचार गर्न लानुपर्ने अनि मङ्गलाल हस्पिटलमा। अनि 2 महिनापछि फेरि नानीको बाबा यताबाट गएर अनि फेरि हस्पिटल लग्यौँ। अनि त्यो हस्पिटल लगेपछि चाहिँ डक्टरले हेर्नुभयो। अनि फेरि के अरे अब इन्डियाबाट दबाई ल्याउनुपर्छ, यो नेपालमा दबाई पाउँदैन यो नानीको लागि भनेर भन्नुभएको थियो। अनि हामीले प्रार्थना गऱ्यौँ, अब कता इन्डियाबाट दबाई ल्याउनु, कसरी ल्याउनु, कसलाई पठाउनु अब भन्ने हो, त्यस्तोहरू पनि भइरहेको थियो। अनि फेरि अर्कोचोटि ल्याउनु भनेर भन्नुभयो। अनि अर्कोचोटि चाहिँ फेरि हामी यहीँ आएर गाडीबाट लग्यौँ, यहाँबाट उता के अरे भरतपुरसम्म लग्यौँ। भरतपुरमा त्यहाँदेखि त्यहाँ पुर्याएर चाहिँ त्यहीँ बस्यौँ हामी। अनि त्यसपछि चाहिँ फेरि अनि भोलिपल्ट फेरि काठमाडौँ लग्यौँ। त्यसरी बस्दै लानु पर्यो, नानीलाई गाह्रो भएको कारणले गर्दा एकदम गाडीमा हुँदैन थियो। अनि त्यसपछि अनि चाहिँ डक्टरले अचम्मको काम गरिदिनु भयो। डक्टरले जाँच गर्नुभयो। अनि हेर्दाखेरि चाहिँ नानीलाई अब दबाई चाहिँ खुवाउनु पर्दैन, भिटामिन कुराहरू एकदमै पोसिलो खाने कुराहरू खुवाउनु भनेर भन्नुभयो। अनि त्यसपछि अनि 4 महिना कि 5 महिनामा ल्याउनु भनेर भन्नुभयो। अनि छुट्टी दिनुभयो। अनि हामी नानी लिएर आयौँ। आउँदाखेरि चाहिँ गाडीबाट आयौँ, जाँदा आधी बाटोसम्म गाडीमा। अनि फेरि भोलिपल्ट फेरि बसेर गाडीमा लगेको, त्यसो गरेर ल्यायौँ। अनि त्यसपछि चाहिँ नानीलाई चाहिँ अब दबाई खुवाउनु परेन, तर खानेकुराहरू चाहिँ एकदमै खुवाउनु भनेर भन्नुभएको थियो। तर नानीलाई एकदम खाना खुवाउन पनि गाह्रो हुन्थ्यो, नानीसँग एकदमै खानै मान्दैन थियो। अनि त्यसरी गर्दै जबरजस्ती खुवाउने। अनि त्यहाँदेखि उता काठमाडौँबाट ल्याएपछि तररामा सेवा राखेको थियो, त्यो कन्भोकेसन त्यतिले स्पेसल मिटिङ हुन्थ्यो तररामा पनि। अनि त्यो सेवामा
जानुपर्छ भनेर लानुभयो मलाई र नानीलाई। अनि जाँदाखेरि चाहिँ त्यहाँको मान्छेको जमघट अनि धुलो धालोहरूले झन् साह्रो भयो नानी। अनि त्यसपछि आयौँ। अनि यहाँ आएपछि त्यहाँदेखि नानी एकदमै साह्रो भयो, दुध पनि खानु नसक्ने है। मेरो आमाको दुध दिनुलाई पनि एकदमै दुध चुस्नै नसक्ने भयो। त्यसपछि फेरि हस्पिटल लग्यौँ। हस्पिटल लाँदाखेरि चाहिँ वार्डमा राख्यो। अनि आमाको दुध त खानै दिँदैन रहेछ पटक्कै हस्पिटलमा। अनि त्यहाँदेखि हामी त लुकी लुकी दुहेर नानीलाई आमाको दुध दुहेर चम्चीबाट यसरी डक्टरलाई सिस्टरले नदेखिकन खुवाउँथ्यौँ है। त्यसो गरेर नानी चाहिँ अनि एकदमै सिरियस अवस्था पुगेको थियो। त्यसो गरेर खुवाएर अनि डक्टर नर्सहरूले ट्रिटमेन्ट गरिदिनु भयो। अनि त्यसपछि फर्काएर ल्यायौँ। अनि त्यसो गर्दै समय बित्दै गयो। अनि नानी बिस्तारै बिस्तारै प्रभुको दयाले गर्दा राम्रो भयो। मैले चाहिँ अब यस्तरी मैले प्रभुलाई समर्पण गरेको थिएँ। प्रभु अब यो नानीलाई चाहिँ थोरै समयको लागि तपाईँले संसारमा दिनुभएको हो कि लामो समयको लागि अब जस्तै भए पनि तपाईँले दिनुभएको, तपाईँको हातमा छ, जे गर्नुहुन्छ तपाईँको इच्छा चाहिँ पुरा होस् भनेर चाहिँ मैले प्रार्थना गरेँ। अनि प्रभुलाई नै समर्पण गरेँ। अनि त्यसपछि चाहिँ बिस्तारो बिस्तारो नानी चाहिँ एकदमै घटेर यत्रो मुसा जत्रो भइसकेको थियो। तर के अरे प्रभुको दयाले चाहिँ राम्रो हुँदै गयो। अनि एकदमै अलिअलि खुवाएको खानाले नै प्रभुले आशिष दिनुभयो। अनि बिस्तारै बिस्तारै उसको मासुहरू पनि बढ्दै गयो, अझ तागतिलो हुँदै गयो बिस्तारै। अनि मान्छेको रूपमा आयो बिस्तारै बिस्तारै। अनि 3 वर्ष चाहिँ एकदमै गाह्रो भयो, एकदमै गाह्रो भयो। अनि त्यसपछि चाहिँ बिस्तारै बिस्तारै उसले खानेकुराहरू खानु थाल्यो। अनि त्यसरी गर्दै गर्दै अनि अलिक बलियो हुँदै गयो। अनि डक्टरले भन्नुभएको थियो जति पौष्टिक खानेकुरा खान्छ त्यति नै उसको भित्र मुटुको प्वालहरू चाहिँ पुरिन्छ भनेर भन्नुभएको थियो। 3टा प्वाल थियो। अनि 3टा प्वालमा एउटा चाहिँ छिटै पुरिहाल्यो। अनि 2टा प्वाल चाहिँ रहिरहेको थियो। अनि त्यो 2टा प्वाल पनि बिस्तारै बिस्तारै प्रभुको दयाले पुरिँदै गयो है। अनि हामीले धेरै ठाउँमा चाहिँ प्रार्थनाको अनुरोधहरू पठाएका थियौँ। अनि त्यो प्रभुको दयाले गर्दा सबैको प्रार्थनाको उत्तरमा नानी चाहिँ राम्रो हुँदै गयो। अनि प्रभुले अचम्मको काम गर्नुभयो। अनि अहिले चाहिँ अनि त्यसपछि बिस्तारै बिस्तारै चाहिँ के भयो भन्दाखेरि अनि हामी चाहिँ अब नानी 3 वर्षको जस्तो हुँदाखेरि चाहिँ फेरि हामीलाई चाहिँ यता पठाउनु भयो गाईघाट। अनि गाईघाट मण्डलीमा गएर हेब्रोनमा गएर 2012 सालमा होला हामी त्यहाँ गएको। अनि त्यसपछि त्यहाँदेखि हामी लगातार अहिले 14 वर्ष भयो गाईघाटमा गएर सेवा गरेको। हामी लगातार त्यहाँनिर सेवा गरिरहेको छौँ है। प्रभुले अहिलेसम्म हामीलाई दुःख सुखमा प्रभुले सहायता गरिरहनु भएको छ। अनि नानी पनि बढ्दै हुर्किँदै गयो, अहिले जवान भएको छ। 17 वर्ष लाग्यो अस्ति भदौ 1 गतेदेखि। अनि उनी क्लास 10 मा पढ्छ अहिले, त्यो बिरामी नानी। अनि ठुलो नानी त अब 12 क्लास सक्यो। अनि 2जनाले नै बत्तिसमा लिएको छन् अनि पढिरहेको छन्। अब यस्तै छ हाम्रो जीवन। अनि हामी गाईघाटमा गएर सेवा गर्न थालेको 2nd चोटि पठाउनु भएर गएको चाहिँ 14 वर्ष भयो। अहिले चाहिँ हामी गाईघाटमै सेवामा छौँ। प्रार्थना सबैले प्रार्थना गरिरहनु भएको छ, धन्यवाद। हाम्रो गवाई यस्तै छ। अनि मेरो श्रीमान पनि यताउति सेवा गरिरहनुहुन्छ, पहाड मधेस गर्दै धेरै जस्तो पहाडमा सेवाहरू पर्छ गरिरहनु भएको छ। तपाईँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। हाम्रो सेवाकाईको लागि अझै प्रार्थना गरिदिनुहोस्। प्रभुको कस्तो इच्छा छ, अब हामी सधैँभरि गाईघाटमै रहनुपर्छ कि या त कुन ठाउँमा प्रभुले हाम्रो सेवा ठहराउनु भएको छ, यसको लागि पनि प्रार्थना गरिदिनुहोस्। र मेरो गवाई यति नै हो है। तपाईँले भन्नुभयो नि दिदी, किनभने तपाईँको त बाध्यता थियो मण्डलीमा जाने, किनकि तपाईँलाई त घरबाटै बाबाले निकालिदियो होइन। अब जाने ठाउँ कहाँ त भन्दाखेरि 20 रुपियाँ लिएर तपाईँ कुन ठाउँ भन्नुभयो? गेजिङमा जानुभयो होइन, गिबनमा जानुभयो। अनि त्यसपछि उतै बस्दा बस्दै
तपाईँलाई प्रभुको बोलावट भएर तपाईँ निक्लिनु भयो कि होइन म चाहिँ प्रभुकै सेवा गर्छु भनेर? म चाहिँ पहिला चाहिँ त्यो गेजिङबाट चाहिँ नाम्ची आएँ हजुर हो। होइन। नाम्चीमा बस्दा रहँदाखेरि चाहिँ अनि त्यहाँदेखि फेरि बडी सुमित्र बडीसँग कालिम्पोङ गएँ। हजुर हो। कालिम्पोङबाट जयगाउँ पठाउँदाखेरि चाहिँ जयगाउँमा चाहिँ प्रभुको वचन पाएँ, सेवा गर्ने वचन पाएँ। अब सेवाको जो वचन पाएपछि तपाईँ फुल टाइममा निक्लिनु भयो। अनि फेरि अर्को एउटा बाध्यता के आयो भन्दाखेरि तपाईँ चाहिँ बडीहरू जस्तै सुमित्र बडीहरू जस्तै बिहा नगरिकन फुल टाइम सेवामा बिताउने मन थियो। तर फेरि पनि बडाहरूले चाहिँ यो बिहा गर्नुपर्छ अनि प्रभुको प्रभु यो चाहिँ प्रभुबाट हो भनेर आएपछि तपाईँलाई त बिहा गर्ने मन थिएन। अब एक हप्तामा बिहा गर्नुपर्छ अनि तपाईँले भनेअनुसार दाजुहरूले हामीले हुन्छ भनिदिन्छौँ, तपाईँको इच्छा होस् या नहोस्। त्यो एक हप्ता भन्ने कुरो चाहिँ अगाडिको अर्को ठाउँबाट आएको थियो नि। त्यो चाहिँ अर्को ठाउँबाट आएको थियो। अनि यो अहिलेको पछाडिको चाहिँ त्यो हप्ताहरू भनेको थिएन। उहाँहरूले चाहिँ हामी हुन्छ भनेर पठाइन्छ। हामी चाहिँ अब यो चाहिँ प्रभुबाट हो, हामी सबैजना स्वतन्त्र छौँ भन्नुभयो प्रभुको दासहरूले। हामी चाहिँ स्वतन्त्र छौँ, भाइ राम्रो छ, भाइ सिधा छ, भाइको घराना कोही बाँचेको छैन, तिम्रो पनि बाँचेको छैन, अनि तिमीहरूको सेवा पनि मिल्छ दुईजनाको भनेर भन्नुभयो। त्यो तर तपाईँले भन्नुभयो कि भएन मलाई चाहिँ खास सुमित्र बडीहरू जस्तो अग्रजहरू जस्तो म सेवा गर्न चाहन्छु भनेर भनेको थिएँ मैले। उहाँहरूले के भन्नुभयो त्यतिखेर? त्यति बेला भन्दाखेरि चाहिँ यस्तो भन्नुभयो, सबैको बोलावट एउटै हुँदैन। अब कसैले चाहिँ अब बिहा नगरिकन सेवा गर्छु भनेर ऊ कति आफ्नै इच्छाले हिँड्यो, त्यस्तो भयो भने प्रभुको नामको महिमा हुँदैन। अब कति चाहिँ अब एउटा यहाँ एकजना यहाँनिर पहिला थियो, उसले पनि सेवा गर्छु भन्थ्यो, भरे भन्दा बाहिरबाट अरू विश्वासी माग्नु आउँदा गर्दिनँ भन्यो, भरे आफ्नै इच्छाले अर्कोसँग गयो। त्यस्तो चाहिँ नहोस्, तिमीलाई चाहिँ यो चाहिँ प्रभुबाट हो, तिम्रो पछि तिम्रो जीवनमा सधैँभरि एउटै मन हुँदैन, मन परिवर्तन हुन्छ। त्यही भएर तिमीले अहिले भने जस्तो नगर्नु पनि सक्छौ। यसमा यो चाहिँ एकदम प्रभुले दिएको मौका हो, यो चाहिँ प्रभुपट्टिबाट हो। हामी सबै प्रभुको दासहरू, सबै एल्डर बडाहरू सबै स्वतन्त्र छौँ भनेर चाहिँ भन्नुभयो। तर तपाईँले वचन पाउनु भयो कि भएन? उहाँहरूले सोध्नु भयो कि भएन तिमीले पनि वचन पढा वचन पाउँछौ भनेर भन्नुभयो कि भएन? भन्नुभयो, त्यस्तो भन्नुभयो। अनि मैले वचन पनि पाएको थिएँ। मैले यिर्मिया 28:11 कति यहाँनिर छ नि, यो एउटा पढेँ। हजुर के भनेको छ भन्दाखेरि यो चाहिँ यो कुरा चाहिँ तिमीलाई चाहिँ भविष्य बनाउन होइन। अनि यो भनेको छ, मैले त्यो चाहिँ भन्नै बिर्सेछ अघि। ठिक छ, यो अहिले क्या छ ठिक छ। यो चाहिँ त्यो भन्नुभएको छ नि, त्यो वचन मैले पाएँ अनि मैले त्यही वचनै उहाँहरूलाई देखाएँ। पछिबाट चाहिँ देखाएँ, पहिला त मैले अब त्यो एक हप्ता भन्दा पछाडि। हजुर किनभने उहाँहरूले अगाडि नै प्रभु यो चाहिँ मण्डलीबाटकै हो भनेर होइन, प्रभुकै इच्छा रहेछ भनेर उहाँले देखाउनु भयो। यो यहाँनिर भनेको छु, कति पनि भनेको छु, मैले त्यो वर्ष बिर्सेछु कि तिमीलाई चाहिँ यो के भनेको छ भने तिमीलाई भविष्य सुधार्नका निम्ति हो भनेर भनेको छ नि। हो त्यो वचन पाएको थिएँ कि यिर्मियाबाट हो कि यसैमा थियो, मैले देखाएको पनि हो कि, तर मैले त बिर्सिसकेको छ अहिले त। दाग लाउनु भएको होला दिदी? दाग त लाग्यो होला, लगाएको छ होला। यिर्मिया तपाईँले भन्नुभएको के हुनसक्छ, यसैमा हुनसक्छ या यिर्मियामा? 28 जस्तो लाग्छ, यिर्मियामै हुनसक्छ। अनि त्यसपछि चाहिँ तपाईँलाई निश्चयता भयो कि यो चाहिँ प्रभुबाटकै हो भनेर? अनि तपाईँले ढुक्कसितले चाहिँ अनि पवित्र बिहा गर्नुभयो? हजुर। यो विवाह सम्बन्धी कुरामा चाहिँ मलाई पोखराको उहाँ सलोमन दाजुले पनि भन्नुभएको थियो कि। उहाँले पनि पहिल्यै भन्नुभएको थियो, बहिनी तिमीलाई कहीँबाट बिहाको प्रपोजलहरू आएको छ कि छैन भनेर सोध्नु भएको थियो। अनि आएको तर म त नगर्ने भनेर भने कि। अनि त्यसो भन्दाखेरि त्यसरी भन्नु हुँदैन, प्रभुको इच्छा खोज्नुपर्छ। अनि एल्सादाईमा पहिला एकजना दिदी थियो, अनि उसलाई राम्रो प्रभुको दासले बिहा गर्नु चाहनु भएको थियो, तर उहाँले के अरे म बिहा गर्दिनँ, म त यतिकै सेवा गर्छु भनेर भनेको कारणले गर्दाखेरि अनि उनले बिहा गरेन त्यो भाइसँग। तर पछि चाहिँ आफ्नो इच्छाले गयो, तर उसलाई अहिले शान्ति छैन, त्यस्तो हुन्छ, यस कारण प्रभुको इच्छा चाहिँ खोज्नुपर्छ भनेर भन्नुभएको थियो। अनि गेन्टोकको बर्नबास आन्टी हुन्छ नि, के भन्छ उहाँको नाम,
प्रधान उहाँहरूले पनि भन्नुभएको थियो बहिनी प्रभुकै इच्छा खोज्नुपर्ने रहेछ, हामी त बिहा गर्दिनँ भनेर त्यो त आफ्नो इच्छा मात्रै रहेछ। मैले पनि त्यसै भन्थेँ, तर गर्नु पर्ने र नपर्ने चाहिँ प्रभुको हातमा हुँदो रहेछ भनेर चाहिँ भन्नुभएको थियो कि। अनि त्यो सबै कुराले चाहिँ मैले यो वचन पाएको थिएँ कि यो कतिमा यर्मिया 29:11 किनकि तिमीहरूको विषयमा मैले जुन विचारहरू गरेको छु सो म जान्दछु, ती खराबीका होइनन् तर तिमीहरूलाई भविष्य र आशा दिने शान्तिका विचारहरू हुन्, परमप्रभु भन्नुहुन्छ। यो वचन चाहिँ मैले पाएको विवाहको सम्बन्धमा। अनि किन यस्तो होला, मलाई किन मैले विवाह नगरी नहुने होला भनेर मेरो मनमा चाहिँ प्रश्नहरू भइरहेको बेलामा चाहिँ यो वचन मैले पाएँ। यो चाहिँ यो विचारहरू चाहिँ एकदमै मैले गरेको विचार चाहिँ खराबीको होइनन्, यो चाहिँ तिमीहरूको भविष्य र आशा दिने शान्तिका विचारहरू हुन्, परमप्रभु भन्नुहुन्छ। अनि यो वचन पाएपछि चाहिँ अनि म रहेछ प्रभुपट्टिबाटै भनेर चाहिँ निश्चयता भयो। त्यस्तो भयो। अनि अब जिन्दगीमा त्यो बिहा पछिको आउने घटीकमी उता चढावमा दुःखमा कस्तो तपाईँले भयो? मैले कहिलेकाहीँ त मैले व्यर्थमै बिहा गरेछु जस्तो लागेको थियो। त्यस्तो भयो, त्यस्तो दुःख पर्दाखेरि चाहिँ भयो। मैले बिहा नगरेको भए यति साह्रो दुःख चाहिँ यस्तो हुन्थेन भन्ने त भयो। हजुर, तर प्रभुले सहायता गर्नुभयो हरेक कुरामा। अनि अहिले चाहिँ तपाईँ बिहा पश्चात कहिलेको बिहा गर्नुभयो? 2005 सालमा। भनेपछि अहिले त लगभग 20 वर्ष भयो छैन बिहा गरेको? 20 वर्ष भएछ। अनि तपाईँ फुल टाइममा पनि हुनुहुन्छ? हजुर। अनि तपाईँले आमासँग सिस्टर ग्यादरिङलाई पनि चलाउनुहुन्छ? हजुर। अनि अहिले चाहिँ गाईघाटमा मात्रै तपाईँले गरेको 14 वर्ष यो सेकेन्ड छुट्टी गर, तर पहिलोचोटि चाहिँ कति वर्ष बस्नुभयो गाईघाट? पहिला चाहिँ 6 महिना मात्रै बस्यो। 6 महिना मात्रै बस्यो। अनि बिमारीको कारणले, नानीको कारणले गर्दा यताउता, तर अहिले चाहिँ निरन्तरता गाईघाट अहिले हालसम्म पनि तपाईँहरू सेवाकायमै हुनुहुन्छ? 14 वर्ष भयो हेब्रोन गाईघाटमा सेवा गरेको। हजुर। त्यस्तो भयो। अनि सबैको प्रार्थनाको उत्तरमा अहिलेसम्म है ठिकै छौँ प्रभुको दयामा। हजुर। चाहिँ हाम्रो लागि प्रार्थना गरिदिनुहोस्, प्रभुले कसरी हाम्रो सेवा भएको चाहनुभएको छ होइन, परिवार मिलेर। अब छोराहरू पनि जवान भएको छ, छोराहरूको लागि पनि प्रार्थना गरिदिनुहोस्। अनि भविष्यमा उनीहरूले पनि अब फुल टाइम प्रकारले या त पार्ट टाइम प्रकार जसरी पनि प्रभु सेवा चाहिँ राम्रो गरोस् भन्ने चाहिँ हाम्रो चाहना छ। हजुर। प्रभुमा हुन्छ। त यहाँहरूले सुनिहाल्नुभयो, यहाँ हुनुहुन्थ्यो कमला थापा, गाईघाटमा आज फुल टाइम सेवा, सरी माफ गर्नु होला, माफ गर्नु, मरियम थापा। अनि उहाँको श्रीमान चाहिँ कमल थापा होइन, कमल थापा दाजु हुनुहुन्छ। यहाँहरूको परिवारमा 2टा छोरा, 2टा छोरा जो जवान हुनुहुन्छ। यहाँहरूको निम्ति प्रार्थना गरिदिनुहोस्। अनि निरन्तरता यो सेवाकाईको निम्ति अनि यहाँको जीवन गवाईद्वारा पनि तपाईँको आत्मिक उत्थानको निम्ति जो प्रस्तुति गरेको छौँ अन्तसम्म हेरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला। हुन्छ दिदी, तपाईँलाई धेरै धेरै धन्यवाद समयको निम्ति। जय मसीह।